आदरणीय विश्वभरि फैलिएर रहनुभएका सम्पूर्ण पवित्र आत्माहरूलाई सर्वप्रथम साक्षात् सत्य परमेश्वरको आशीर्वाद, त्यसपछि मेरो हृदयदेखिकै नमस्कार। म फेरि आज परमेश्वर सम्बन्धी जानेका ज्ञान गुणका कुराहरू प्रस्तुत गर्नको निम्ति उपस्थित भएको छु। अब परमेश्वर सम्बन्धी अब हाम्रो चाहिँ के छ त भन्दाखेरि हुन पनि परमेश्वर नै सर्वसर्वा हो र हामीले जान्न पनि जति जानेर पनि जान्ने परमेश्वर नै हो है। किन भन्दाखेरि परमेश्वरमा जे अर्थ छ अरूमा छैन है। जस्तो कि एउटा उदाहरणको लागि अब संसारमा विषय त कैयन छन्। संसारमा भुल्ने विषय, नभुल्ने विषय, जान्न पर्ने विषय, जान्न नपर्ने विषय, अथवा जान्न त संसारमा सबै कुरो जानेर बस्दामा ठिकै हुने हो हैन। जस्तो उदाहरणको लागि अब हरेक कुरो संसारमा चलेका सबै दिनभरि चाहिँ एउटा चाहिँ अब भनौँ समाचार सुनेर बसेर पनि समाचार सुन्ने त्यो पनि नराम्रो त होइन, र पनि हाम्रो आफ्नो किसिमको के हुन्छ भन्दाखेरि समय हुन्छ, समयको महत्त्व हुन्छ हैन। अब हामीले जस्तो अब हामी के छ भन्दाखेरि हामीले आफ्नो कर्तव्य, आफ्नो महत्त्वलाई पनि ध्यानमा दिनुपर्ने हुन्छ र संसारलाई पनि ध्यानमा दिनुपर्ने हुन्छ र हामी ब्यालेन्ससित हिँड्न सक्नुपर्छ। हामीले संसारलाई फिटिक्कै हेर्दैनौँ भनेर पनि साध्य चल्दैन, हामीले आफ्नो कर्तव्यलाई सर्लक्क भुलेर हिँड्छौँ भनेर नि मिल्दैन हैन। हामी सही तरिकाले ब्यालेन्समा हिँड्न सक्नु पर्दछ। र अब हेर्नुहोस् है, सम्पूर्ण प्राणीमा सर्वोत्कृष्ट प्राणी भनेको हामी मनुष्य जाति। अब मनुष्य जाति भनेको मुक्तिको द्वारको प्राणी हो। अब मुक्ति भनेको के हो भन्ने कुरो अब त्यो सायद मैले भनेर बुझिसक्नु भयो होला। मुक्ति भनेको के हो त भन्दाखेरि हाम्रो परिचयलाई सदाको निम्ति स्थिर राख्ने र परमेश्वरको शरणमा दिव्य देह धारण गरेर परमेश्वरको आत्माको लिएर रहनुलाई मुक्ति भनिन्छ। होइन भोलि स्वर्ग जाने, वैकुण्ठ जाने, कैलाश जाने, अनि त्यसपछि गएर फेरि पुनर्जन्म लिने, धेरै धेरै सुख भोग्ने अनि पुनर्जन्म लिने, यसलाई मुक्ति भनिँदैन है। र अब वैकुण्ठ, कैलाश, अब स्वर्ग, इन्द्र यी भन्ने कुरा त कस्तो छ भन्दाखेरि उहाँहरू स्वयं कसरी मुक्ति हुनुहुन्न भनेर भन्नु होला भने उहाँहरू स्वयंलाई बाहिरी ऊर्जाको जरुरी छ। उहाँहरूलाई हामीले फलफुल प्रसाद, भाग भोग भण्डारा चढाएर हामी मनुष्य जातिले चढाइएका भाग भोग भण्डारा, फलफुल प्रसाद यावत चिजहरूको ऊर्जाले उहाँहरू सक्रिय हुनुभएको हो। अर्थात् उहाँहरूलाई पनि खाँचो छ, कुनै चिजको जरुरी छ, खाँचो छ। जसलाई कुनै पनि चिजको खाँचो छैन, जसलाई कुनै पनि चिजको जरुरी छैन, त्यसलाई हामीले मुक्ति भनिन्छ। भोलि गएर हामी गएर जति नै शक्तिशाली भए पनि हामीलाई खाँचो छ भनेपछि मुक्ति भइएन है। जब हामीलाई कुनै पनि चिजको खाँचो छैन भन्नुको अर्थ मुक्त हो। मुक्त भनेको यहाँ हामीले जबरजस्ती म यता नि माया गर्दिनँ, उता नि माया गर्दिनँ, म संसारलाई नि माया गर्दिनँ, घर परिवारलाई नि माया गर्दिनँ, कसैलाई नि माया गर्दिनँ, म मुक्ति हुन्छु भनेर हामीले बल्केर मुक्ति हुने होइन। जबकि हामी स्वयं हामी त खाँचोमा छौँ नि त। अब ल सबै कुरो त ल मैले सबै छोडेँ, म मुक्त हुन्छु भनेर चाहिँ यहाँ कैयन धर्मगुरुहरूले त्यही सिकाएको देख्छु। अब तपाईँले कसैले पिट्न आए पनि त्यसको वास्ता नगर्नु, कसैको लोभ लालसा नगर्नु, कतै सम्पूर्ण विषयलाई बिर्सिदिनु, मुक्त यसै भइयो भनेर सिकाउनुहुन्छ। सबै थोक भुले नि हामीले खान त पर्यो, लाउन त पर्यो, बाँच्न त पर्यो, मुक्ति कहाँबाट भइएछ र है। र यसलाई मुक्ति भनिँदैन। मुक्ति भनेको छुट्टै हो। जुन चाहिँ यो आत्मा परमेश्वरबाट आएको आत्मा यो सृष्टिमा सम्पूर्ण जनावरमा प्रवेश गरेर महसुस लिएर ज्ञानले परिपूर्णता बनेर मनुष्य जुनीमा आयो। मनुष्य जुनीमा ऊ कर्ममा पूर्णता भएर फेरि सदा सदाको निम्ति आफ्नो परिचय चेन्ज नगर्ने गरेर चाहिँ दिव्य देह धारण गरेर परमेश्वरको साथमा रहनुलाई मुक्ति भनिन्छ। ती सबै कुराहरू यो तरिकाहरू म सिकाउँछु। र मात्र के भन्दाखेरि आखिरी
हाम्रो आत्मा आएको पनि उनी परमेश्वरबाट हो र यो आत्माले फेरि विभिन्न शक्ति प्राप्त गरेर यो संसारको जेलोमेलोमा चाहिँ हामी अल्झ्यौँ, हामीले संसार रमाइलोमा चाहिँ भुलियो। तर हामीले अब जानेपछि, आफ्नो बाटो चिनेपछि, जानेपछि हामीले नचिनिन्जेल नजानिन्जेल हामी संसारमा जता जता भुले तापनि जब आफ्नो कर्तव्य, आफ्नो बाटो, आफ्नो के अरे भविष्यलाई हामीले जानिसकेपछि हामी आफूले जानेको बाटोमा हिँड्नुपर्ने हुन्छ। जस्तो कि उदाहरणको लागि एउटा अब इक्जामिनमा बसेको, जाँचमा बसेको अथवा पढ्दै राखेको विद्यार्थीले आफ्नो पाठलाई घोकेर संसारको अब अरूका कुरा अब अहिलेलाई यो पछि जानौँला अथवा जानौँला नजानौँला, जानेर पनि केही उपलब्धि छैन, नजानेर पनि केही विस्मातको कुरो छैन भने जस्ता विषयहरूतिर लाएर दिन बितायो भने त्यो कहाँ पुग्यो? उसले सबै कुरा छोडेर जुन आफ्नो विषयमा चाहिँ तल्लीन भएर मेहनत गरेर आफ्नो सम्पूर्ण समय त्यो विषयमा तल्लीन भएर उसले त्यो विषयमा उपल्लो स्तरको योग्यता हासिल गर्यो भने उसले आफ्नो स्थान छुट्टै सुरक्षित गर्छ। भने जस्तो अब हामीले कुन चाहिँ विषयलाई चाहिँ हामीले ग्राह्यता दिएर हामीले मेहनत गऱ्यौँ भने त्यसले हाम्रो चाहिँ भविष्यलाई चाहिँ सहायक बन्छ, भविष्यको चाहिँ उज्जवल के अरे भविष्यको सहायक बन्छ अथवा हाम्रो भविष्यलाई चाहिँ उज्जवल गराउँछ। र कुन चाहिँ विषयमा हामी तल्लीन भएर त्यसको कुनै अर्थ रहँदैन हैन भन्ने कुरा हामीले छुट्याउन सक्नुपर्छ। जस्तो कि अब एकछिनलाई के सम्झिनुहोस् भन्दाखेरि हामीले हरेक कुरो जानेर चिनेर हिँड्नुपर्छ। जस्तो खानेकुरा पनि जुन चिजले हामीलाई फाइदा गर्छ त्यो चिज हामीले खान्छौँ, जुन चिजले हामीलाई फाइदा गर्दैन त्यो त खानै हुँदैन। जुन चिजले फाइदा नै गर्दैन, घाटा पनि गर्दैन, त्यसलाई खाइदिए पनि भयो, नखाइदिए पनि भयो भने यस्ता विषयहरू हुन्छन्। अब हेर्नुहोस्, संसार कति स्वार्थी छ है? संसारमा यो संसार कति स्वार्थी छ, सबै स्वार्थले परिपूर्ण छ। अब स्वार्थ त हामी पनि स्वार्थी हो है। हामीलाई जहाँ राम्रो हुन्छ, जे गर्दा राम्रो हुन्छ त्यही गर्छौँ, हामी पनि स्वार्थी हो। स्वार्थी त स्वार्थी हुनैपर्छ। र पनि एउटा मानवलाई गर्नेमा पनि धेरै तरहका नाताहरू छन् क्या। जस्तो उदाहरणको लागि एउटा बच्चालाई उसको बाबुआमाले कुन किसिमको माया गरे हुन्छन् र त्यही बच्चालाई दोस्रो छिमेकी अथवा अन्य व्यक्तिहरूले कुन किसिमले मायाले हेरिरहेका हुन्छन्। त्यस्तै हामीले आफूलाई पनि साँचो अर्थमा माया गर्ने व्यक्तिलाई हामीले छुट्टै किसिमले सम्मान दिन सक्नुपर्छ। यदि हामीले चिन्यो जान्यो, मानौँ कि हाम्रो निम्ति एकदम निस्वार्थ प्रेम गर्ने कोही व्यक्ति छ भने उसलाई हामीले छुट्टै किसिमको स्थानमा सम्झिनुपर्छ, सम्मान दिनुपर्छ। भने जो चिज हामीलाई स्वार्थको निम्ति माया गरिरहेको छ, जसले हामीलाई स्वार्थको निम्ति माया गरिरहेको छ, जसले हामीलाई चाहिँ प्रयोगको निम्ति माया गरेको छ अथवा जसले हामीलाई निस्वार्थ माया गरेको छ, त्यो छुट्याएर हामीले उनीहरूलाई पनि व्यवहार गर्न जान्नु पर्दछ। मानौ हामीलाई स्वार्थको निम्ति माया गर्नेका पछि लाएर गएर आफूलाई निस्वार्थ माया गर्नेलाई छोडेर स्वार्थको निम्ति माया गर्नेका पछि लाएर गइयो भने के हुन्छ भन्दाखेरि एउटा व्यक्तिले बोको खसी पालेको हुन्छ, कति माया गरेर पाले हुन्छ, मिठा चिज खुवाएर मोटाउने गरेर टन्न खुवाएर अगाएर पालेको हुन्छ, लो र चट्ट काट्छ। अब ल भन्नुहोस्, त्यो बोको खसीले कति आनन्दले उसैलाई माया गरेर चाहिँ उसका पछि लाएर गयो, आखिर अन्तिममा के भयो? उसको जिन्दगी त सिद्धियो। त्यस्तै हामीले चाहिँ जो चिजले हामीलाई के अरे उपल्लो स्तरमा स्थापित गर्नको सट्टा हामीलाई बर्बादीमा फसाउनेवाला छन्। जस्तो कि अब अहिले तपाईँहरूलाई अब अलिकति दोष दिए जस्तो हुन्छ, जुन हाम्रो अगाडि हामीसँग फेसिङ भइरहेका दैवी शक्तिहरू जो छन्, पुनर्जन्ममा लाने दैवी शक्तिहरू, जुन दैवी शक्तिको के अरे सङ्ग्रहबाट, जुन दैवी शक्तिका शरण परेर हामी पुनर्जन्ममा प्रवेश गर्छौँ अर्थात् हामी देव गतिमा प्राप्त गर्छौँ, दैवी गतिमा के अरे जान्छौँ, पितृ गतिमा जान्छौँ, जसको सङ्ग्रहबाट उनीहरूको सङ्ग्रहमा हामी गइयो भने के हुन्छ त हामी
एक दिन हामी बलिका बोका बनिन्छ। हाम्रो उपल स्तरको फल प्राप्त हुँदैन, हाम्रो जीवन मुक्ति प्राप्त हुन पाउँदैन। हामी एक दिन फेरि मृत्युलाई अँगालेर बकाइदासित मृत्यु अँगालेर उनीहरूका पछि हामी हिँड्नुपर्ने हुन्छ। एउटा बोकोले उसलाई मार्छ भने थाहा छ र पनि उसैसित किन उसैले खुवाएको छ पियाएको छ त होइन, उसैको पछि लाएर हिँड्छ भने जस्तै हामी मरिन्छ भने थाहा हुँदाहुँदै पनि उनी शक्तिका पछि लाएर हिँड्नुपर्ने दिन आउँछ। त्यही अलिकति हामीले बुद्धि पुर्याउँदा, हामीले हिँड्ने बाटो हिँड्न जान्दा र नजान्दा, अब हामीले जानेर सही मार्ग हिँडियो आफूलाई छुट्टै के अरे स्थानमा पुर्याइन्छ, हामीले जानेर जुन मार्ग हिँड्यो हामीले आफूलाई त्यही ठाउँमा पुर्याइन्छ। त्यसै कारणले हामीले के गर्नुपर्छ त भन्दाखेरि कुन बाटो हिँड्दा हामीले आफूलाई चाहिँ उपल्लो स्तरको उद्धार गरिन्छ त्यो मार्गमा हिँडौँ है। हामीलाई लोभ र लालसा भनेका आएर यी देखाएका माया र ममता भन्ने कुरा कुन स्तरका हुन् चिन्न सक्नु पर्यो है। अब भविष्यको कुरो मतलब छ भने अहिले मिठा चिप्ला के अरे कुरामा भुलाएर मिठा चिप्ला चिज खुवाएर होइन भुलाएर अहिलेलाई चाहिँ पछि मर्ने किसिमको कन्डिसन तयार गर्ने व्यक्तिलाई पनि चिन्नु पर्यो। अहिले बरु रुखा सुखा जस्तो सकै खाए पनि पछिको निम्ति बचाउनेलाई पनि चिन्न सक्नु पर्यो है। किन त भन्दाखेरि कसैले हामीलाई जबरजस्ती लान सक्दैन। यो संसारमा कसैसित नजाम ल मैले अहिले कसैलाई नमानौँ भने मलाई कसैले आएर छेक्छ र जबरजस्ती लान्छ लाँदैन। कसैलाई मानौँ भने कसैले आएर छेक्छ र छेक्दैन। ल कसैलाई मान्छु भन्दाखेरि चाहिँ छेकेर त्यहाँ जाने नदिने उसको मन गएपछि त गयो त, उसको मन र मस्तिष्कले उहाँलाई माया गरेपछि सिद्धियो। कसैले बारै हालेर त्यहाँ अगाडि जानै नदिने मन र अब ईश्वरीय शक्ति दैवी शक्ति परमेश्वरलाई मान्ने मनले हो है, मनले मानिदिएपछि सिद्धियो। र उनी शक्ति जसको शरणमा हाम्रो चाहिँ अनन्त जीवन छ, जसको शरणमा हाम्रो मुक्ति छ र जो हाम्रो आत्माको दाता परमात्मा परमेश्वर हुनुहुन्छ उहाँलाई पहिला चिनौँ, प्रष्टसँग चिनौँ। अझ चिन्न गाह्रो छ भने अझ राम्रोसँग बुझौँ। आउनुहोस् म बुझाउँछु होइन। बुझिसकेपछि अब हामी मूर्ख बन्यौँ भने त्यसको फल कसलाई लाग्छ? हामीलाई नै लाग्छ है। हामी र हामीले आफूले गरेको कर्मको फल हामीले भोग्ने हो है। त्यसै कारणले गर्दा हामी आफ्नो निम्ति हामी सजग हुनु पर्यो, अर्काको निम्ति होइन। आफ्नो निम्ति सजग हुनु पर्यो र आफ्नो निम्ति पनि के गर्दा आफ्नो हित हुन्छ साँचो अर्थमा त्यो त बुझ्नु पर्यो नि। हामीले आफ्नो निम्ति के गर्दा ठिक हुन्छ के गर्दा ठिक हुँदैन भनेर जान्न सकेनौँ भने घात कसलाई हो? आफूलाई हो। प्रत्येक व्यक्तिले सबैले आफूलाई घात गर्दै गर एउटाको भविष्य बिग्रियो, अर्कोको बिग्रियो, अर्को सबैको भविष्य बिग्रियो भने अब के भयो समाज, के भयो संसार है। जुन किसिमको उपलब्धि हुनेवाला थियो त्यो उपलब्धिबाट विमुख भयो नि, अर्थ त रहेन। अब स्कुलमा पढेका विद्यार्थीहरू अहिले पास भएर जाने विद्यार्थीहरू चाहिँ कारणवश फेल भइदियो भने अर्थ के रह्यो त? रहेन। अब अर्को क्लासमा फेरि जोइन हुनु पर्यो भन्नुको अर्थ त अब यो परिचय सिद्धेर फेरि अर्को पुनर्जन्म लिन पर्यो। हेर्नुहोस्, यो परिचय सिद्धेर अर्को पुनर्जन्म लिन पर्यो भन्ने बित्तिकै हामी मर्नु पर्यो। पुनर्जन्म लिनु भनेको मर्नु हो। मरेपछि हेर्नुहोस्, अहिले मान्छेहरूलाई है अलिकति हामीले के सोच्नुपर्छ भने हाम्रो आफ्नो परिचयलाई यही हाम्रो सोचाइ, हाम्रो मन मस्तिष्क जुन म भन्ने छ नि उसले महसुस गर्ने सम्मकोलाई चाहिँ हामीले हाम्रो भनौँ के। अनि यो आत्मा छुटेर गएर अर्को महसुसमा अर्को परिचयमा जानेलाई हाम्रो र म भन्नेतिर हामी नलागौँ। किन भन्दाखेरि जस्तो गएको जुनीमा मैले दुःख काटेँ सुख काटेँ के मलाई थाहा छ, अहिले हजुरहरूलाई थाहा छ त? छैन। त्यस्तो अब अर्को जुनीमा पनि तपाईँलाई यो अहिलेका कुरा केही पनि थाहा हुँदैनन्। अनि अर्को त्यो आफूलाई थाहै नहुने चिज चाहे त्यति बेला
अरबपति बनियोस्, चाहे राजा बनियोस्, चाहे रानी बनियोस्, चाहे खरबपति बनियोस्, चाहे जे बनियोस्, जुन आफूलाई महसुसै नहुने चिज के सरकार भएर। जस्तो कि अब ऊ बजारमा गयो, 10 तले घर छ, त्यहाँ सुनको महल छ ल कसैको, त्यो महलमा बसेर जसले आनन्द अर्काले भोगेको छ, आफू त्यो हेरेर बस्यो, आफूले त त्यो भोगेन भने त्यसको अर्थ केही रहेछ? आफूलाई त्यसको कुनै स्वादै हुँदैन भने त्यसको अर्थ रहँदैन के है। भने जस्तै हामीले पुनर्जन्ममा यो हुन्छ भनेर जुन शक्तिले हामीलाई पुनर्जन्ममा प्राप्त हुन्छ भनेर जुन मेहनत गराएका हुन्छन् त्योतिर हामी नलागौँ। किन भन्दा यो हाम्रो चाहिँ अवसर हो। हाम्रो अवसर के हो त भन्दाखेरि हामी त्यता लाग्नु अथवा यता परमेश्वरतिर लाग्नु। के देखाउनुहुन्छ भने मलाई हेर्नुहोस्, फेरि मैले फेरि आफै मनगढन्ती बोले होइन। ठ्याक्क यो संसार, अब यो संसार यति टाढा छ, तपाईँको यो रोडहरू त यति टाढा छ कि तपाईँको अब चाहिँ अब भनौँ न यो जस्तो पृथ्वीमा अब चाहिँ यहाँ गाडी स्पिडमा गयो भने अमेरिका यो सबै घुमेर आउँदा कति दिन लाग्छ भने यति पछि यत्रो छ संसार, यति जेलमिलो छ। अहिले हाम्रो यो संसारमा भएका शास्त्रहरूको अध्ययन गर्न थाल्ने, यताका उताका हरेक धर्मका कहानीहरू सबै कण्ठ गर्छ भने एउटा व्यक्तिले जिन्दगीसँगै खर्च गर्दा पनि केही एउटा छेउ लाग्न सक्दैन। यत्रो भयावह जस्तो बाटो छ भने अर्कोतिर के देखाउनुहुन्छ भने परमेश्वर ठ्याक्क यो संसार एकातिर भयो, ठ्याक्क परमेश्वर त ठ्याक्कै यस्तो फड्को मारि हिँड्न नजिकै कि यहाँ माथि टक्रका माथि। परमेश्वरले त टक्रका माथि सम्झेर के परमेश्वरको त छुट्टो छ, केही पनि होइन। के हो त भन्दाखेरि तब हामी सबैको आत्माको दाता परमात्मा परमेश्वरलाई सिधा शुद्ध मनले सम्झेको भरमा सिधै मुक्ति हुने बाटो छ। त्यो दुनियाँभरका लम्बा चौडा यो गरे त्यो गर, यति के अरे सङ्ख्या मन्त्र जप, उति सङ्ख्या मन्त्र जप, यो सिद्धि गर, त्यो सिद्धि गर, यति गर, उति गर, कहाँ गर, कसो गर, केही चाहिँदैन। तपाईँले शुद्ध मनले भित्री हृदयले परमेश्वरसँग नाता गाँच्न सक्नुभयो, तपाईँको मनमा सबैभन्दा उपल्लो स्थानमा परमेश्वरलाई राख्न सम्भव हुनुभयो भने सिद्धि हो। जो व्यक्तिले उसको मन र मस्तिष्कमा आफ्नो आत्माको दाता परमात्मा परमेश्वरलाई उपल्लो स्थानमा राखेर जिन्दगी बिताए त्यो 100% मुक्ति भयो। तर जसले परमेश्वरलाई चिनेर पनि परमेश्वरभन्दा अगाडि अर्कोलाई आफ्नो नजिकमा सार्यो भने त्यसलाई त्यो जसलाई अगाडि नजिकमा सारे उसैले लैजान्छन् परमेश्वरसित जान ऊ आफ्नै कारणले रोकिन्छ। त्यसै कारणले संसारलाई जस्ताको तस्तै चिनौँ। हाम्रो सबैभन्दा नजिकको हाम्रो आत्माको दाता परमात्मा परमेश्वर हो। हाम्रा यी अहिले अगाडि सरेर आएका आमा बा दिदी बहिनी दाजु भाइ इष्ट मित्र पनि पछि आएका नाता हुन्। वास्तविक नाता परमेश्वर नै हो। तपाईँको नि परमेश्वर हो, मेरो नि परमेश्वर हो, सबैको परमेश्वर हो र यो यथार्थ हो र सत्य हो। र यो यथार्थ र सत्यलाई बुझ्न सक्नेले त्यो यथार्थ र सत्य फल पाउँछ, त्यो नबुझ्नेले नबुझेकै फल पाउँछ। त्यसै कारण यो फेरि यसले बनाएर भन्यो भन्नुलाई मैले नि एउटा आधार नभइकन यस्ता कुरा बोलेको हुन्न। परमेश्वरले एकदम छ्याट्टै जाने र फेरि परमेश्वर कस्तो रहेछ भन्नलाई भने हेर्नुहोस्, यो ब्रह्माण्डको यो विधान यो विधाता यो विधान यहाँका नियम कानुन अक्रम बक्रमसित परमेश्वर सर्लक्कै सरकारै छैन। परमेश्वर छट्टै बिचमा हो। यस्ता सृष्टि कति छन् थाहा छैन, परमेश्वर छट्टै बिचमा हो। सम्झिनुहोस् है। त्यसै कारणले गर्दाखेरि मैले पहिला के गरेको थिएँ, मानौँ कि एउटा व्यक्तिले पहिलो जुनीमा यति अपराध गरेको थियो कि उसले अब यस्ता जुनी 8-10वटा जुनी पार गरेर त्यो पहिलाको पाप कटनी गर्दै 8-10 जुनी जाने किसिमले अपराध गरेर आएको थियो सपोज। अब यहाँको हाम्रो यो व्यवस्थाले, हाम्रो यहाँको धर्मको धरातलको व्यवस्थाले अथवा हाम्रो सृष्टिको विधान अन्तर्गतको व्यवस्थाले त के गर्छ भने 8-10 जुनी पार गरेर त्यो सिद्ध्याउनै पर्छ त्यो चोखिनलाई। यहाँको नियम त्यो छ। तर यदि हामीले हाम्रो आत्माको दाता परमात्मा परमेश्वर रियल परमेश्वर जुन सत्य परमेश्वरलाई साँचो अर्थमा चिन्न र जान्न सक्यौँ भने यो कतिवटा के थियो त्यो सर्लक्कै त्यो त आँखै नलाइकन अहिलेको अवस्थामा अहिले उसले कुन स्तरमा परमेश्वरलाई मान्यो त्यही स्तरमा उहाँले लैजानुहुन्छ। सिद्धि कुरा मैले यो तपाईँहरूको उद्धारकै निम्ति भनेको। फेरि
ओहो भनेर चाहिँ यसले बनायो भन्ने सम्झिनु होला। यो बनाएको होइन, मैले जानेर भने हो। म मुक्तिका कुरा मैले बनाएर भन्न मिल्दैन। एउटा चाहिँ व्यक्तिको मुक्तिका कुरा म एउटा साधारण मान्छेले बनाएर भनेर एउटा आधार नभइकन, कसैले चाहिँ त्यो ज्ञान नसिकाइकन मैले चाहिँ आफ्नो आधारले मुक्ति हुन्छ। मुक्ति भन्ने कुरो त्यति साधारण कुरो हुन्छ? हावा मुक्ति हुन्छ कहीँ नपाएर? कि त मुक्तिको लागि मैले हिजोको भिडियोमा भनिरहेको छु, कि त देवकर्ममा पास हुनु पर्यो। जुन शक्तिले मुक्ति गराउँछ ती शक्तिले देवकर्म गराउँछन्, त्यसबाट पास हुन सक्नु पर्यो। होइन भने दोस्रो वैकल्पिक मार्ग भनेको, सबभन्दा पर्फेक्ट मार्ग भनेको परमेश्वरलाई आत्मसात गर्न सक्नु पर्यो। रियल परमेश्वरलाई भनेर लोर चाहिँ अनेक तरहका नाममा गाँसेर त त्यहाँ काम लाग्दैन। फेरि परमेश्वर भन्ने अनि अरूसित लोर चाहिँ गाँसेर काम लाग्दैन है। शुद्ध परमेश्वर, सत्य परमेश्वर, रियल परमेश्वर, वास्तविक परमेश्वरलाई सम्मान गर्न सक्नु पर्यो। उहाँको इच्छाको सम्बोधन गर्न सक्नु पर्यो। उहाँको नजरमा हामी गिर्न भएन, उहाँको धिक्कारको पात्र बन्नु भएन। सिद्धि कुरो, केही पनि गर्नु पर्दैन। अब रहेका दिनमा जति बेला हामीले परमेश्वरलाई चिन्यो, जति बेला हामीले उहाँलाई चिन्यो, त्यहाँदेखि उहाँले नै हामीलाई त्यहाँबाट चिन्नुहुन्छ। यसभन्दा अगाडि संसार जङ्गल जस्तो चिन्नु भएको छैन, परमेश्वरले चिन्नु भएको छैन। परमेश्वर यो व्यवस्थामा संलग्नै हुनुहुन्न, स्वतन्त्र हो। उहाँले त दिने शक्ति दिने अनि आफ्नो ठाउँ हुनुहुन्छ परमेश्वर। भने त यस्ता आत्मालाई कति ठाउँ र कति सृष्टि गरेर कसरी विकास भएछ उहाँको कुरा अहिले तपाईँहरूले बुझ्न अब नजिकमा अहिले प्रश्न बुझाउनु थिएँ। तैपनि के बुझ्नुहोस् भन्दाखेरि हाम्रो यो सृष्टिका यो अब जस्तो हाम्रो यो धर्मको नि त विधान छ, नियम छ, कानुन छ, विधान छ, जुनमा आधारित भएर हाम्रो कर्महरू तय भएका हुन्छन्। त्यो आधारको छुट्टै विधान चाहिँ आफ्नो ठाउँमा छ। तर पनि यो विधानको अन्तर्गत परमेश्वर हुनु। परमेश्वर त यो विधानभन्दा माथि हुनुहुन्छ के। र अहिले मैले हजुरहरूलाई सिकाएँ कि यो विधानभन्दा माथि, विधानको के अरे अल्झ नपर्ने विधानभन्दा माथि बसेका परमेश्वर हाम्रो आत्माको दाता चाहिँ उहाँ हुनुहुँदो रहेछ। र उहाँलाई हामीले मान्न सजिलो रहेछ। र उहाँमा हाम्रो मुक्तिको एकदम सजिलो, कुनै केही गर्नु पर्दैन। अब जस्तो कसैले यो गर्नु पर्यो, कसैले यति जब गर्नु पर्यो भन्छन्, कसैले यसको निम्ति यति मर्न पर्यो भन्छन्, कसैले यसको निम्ति मरेर रगतको खोलो बगाउनु पर्यो भन्छन्, यहाँ भन्छन् त्यहाँ भन्छन्। अझ त पहिला बलि प्रथा थियो। उपल स्तरका देवदेवतालाई खुसी बनाउनलाई चाहिँ उपल स्तरको जनावर मार्दै गएर अझ त अन्तिममा अझ सबैभन्दा उपल स्तरका देवतालाई खुसी बनाउनलाई त अझ नरबली दिने भन्ने पनि चलन भएका सुन्नमा आउँछन्। तर के छ भन्दा यो सबै चाहिँ के हो, यो परमेश्वरतिरको कुरा होइन। यो परमेश्वरको नाम लिएर झुटा खेती हुने सबै यो बिचका शक्तिको कुरा हो। अब हामीले बिचका शक्ति होइन, हामी सत्य र रियल र वास्तविक परमेश्वरकोतिर लाग्नुपर्छ। यो झुटा भनेका झुटा हुन्। यिनको फल के आउँछ भन्दाखेरि यिनले चिप्लो धस्छन् लोरान त्यहाँ खानु उयो जस्तो माया गर्छन् लोरो चट्टा काटेर खान्छन्। कसैले एउटा भनौँ बाख्रा खसी बोका पाल्नेहरूले माया गरेर पाले लोरो चट्टा काटेर खायो भने जस्तो यो संसार हाम्रोलाई त्यही हो। र हामीले के जानुपर्छ, हामीले साथीभाइमै पनि भनौँ न, समाजमै पनि जसले आफूलाई सच्चा प्रेम गरेको छ त्यसलाई हामीले सच्चा प्रेम गर्नुपर्छ, उसको छुट्टै स्थान राख्नुपर्छ। जसले हामीलाई स्वार्थी प्रेम गरेको छ उसलाई हामीले त्यही अनुसारको स्थान राखिन्छ। भनेपछि अब यस्तो ईश्वरीय स्तरमा पनि त, परमेश्वरको स्तरमा पनि त परमेश्वर हामीलाई निस्वार्थ प्रेम गर्नुहुन्छ। परमेश्वरलाई तपाईँले एक थोक पानी पनि चढाउनु केही पनि पर्दैन। भएन उहाँको मन्त्र जपेर यति सङ्ख्या र उति सङ्ख्या मन्त्र जपेर बस्न पनि पर्दैन। मात्र यो मनमा आत्मामा चाहिँ परमेश्वरप्रतिको उपल्लो स्तरको सम्मान, तपाईँको मनमा चाहिँ परमेश्वर भनेर चाहिँ छुट्टै किसिमको सम्मान भाव तपाईँको मनमा हुनु पर्यो। र तपाईँको व्यवहार यस्तो हुनु पर्यो, तपाईँले चाहिँ धर्मको क्षेत्रमा तपाईँ चाहिँ धर्मी हुनु पर्यो, पवित्र के जति देख्दा सफा सुन्दर हुनु पर्यो। धर्मले मान्छेलाई सुन्दर बनाउँछ, पापले कुरूप बनाउँछ, नराम्रो बनाउँछ है। हामी सुन्दर राम्रा बन्यौँ भने परमेश्वरलाई पुग्यो। जस्तो हाम्रै आफ्नो छोरछोरीले चाहिँ पढेर पास भयो, योग्यता हासिल गर्यो भने उसले हामीलाई अनुहार हेर्न पनि पर्दैन, हाम्रो नाम लिनु पनि पर्दैन, हामी यसै खुसी हुन्छौँ भने जस्तै परमेश्वरलाई त हामी पवित्र बन्न पर्यो। अब हामीले यहाँभन्दा अगाडि होइन अधर्म गरिरहेको थियो अथवा आफूलाई दाग लाग्ने, आफूलाई धर्मको धरातलमा गिराउने किसिमको कामहरूमा हामी लागिएको थियो भने पनि अब छोड्नु पर्यो। अबका दिनमा मात्र परमेश्वरको नजरमा नगिरिकन जिन्दगी बिताउनु पर्यो, परमेश्वरको प्रशंसाको पात्र बन्न पर्यो, परमेश्वरको धिक्कारको पात्र बन्न भएन।
है। यति भएपछि हाम्रो परमेश्वरको नाता पुरा बलियो हुन्छ, कसैले छुटाउन सक्दैन। र अब हामीले के त भन्दाखेरि हामीले अब हाम्रो आफ्नो व्यक्तिगत उत्थानको निम्ति पनि, प्रगतिको निम्ति पनि, अथवा हामीले यो जीवनमा यो मनुष्य जुन लिएकोलाई अर्थ राख्नको निम्ति पनि परमेश्वरलाई नै मान्नु देखियो। यो समाजमा, यो परिवारमा यहाँ चाहिँ उपल्लो स्तरको शान्ति स्थापित गर्नको निम्ति पनि परमेश्वरकै सहायता देखियो। परमेश्वरको सहायता बाहेक अरूको सहायताले यो शान्ति स्थापना हुन सक्दैन। र राष्ट्रिय स्तरमा, अन्तर्राष्ट्रिय स्तरमा पनि शान्ति स्थापना गर्नको निम्ति परमेश्वर सहायक हुनुहुन्छ। परमेश्वरलाई नसम्झिकन, जस्तो मैले नेपालमा भनेछु, अहिले जे भइरहेछ, मैले मेरो कुरोलाई यो तपाईँहरूले गम्भीर रूपमा लिएर यदि तपाईँहरू सबैले चाहिँ काँधमा काँध मिलाउनु भयो, सबैले परमेश्वरलाई माया गर्नुहोस्, मलाई माया गर्नुहोस् भने मैले यी भिडियो बनाएर तपाईँहरूले मलाई माया गर्नुहोस् है भने होइन। तपाईँहरूले तपाईँको आत्माको दाता परमात्मा परमेश्वरलाई माया गर्नुहोस् है, परमेश्वरको प्रचार गर्नुहोस् है। किनकि परमेश्वरलाई माया गर्दा, परमेश्वरको प्रचार गर्दा तपाईँ हामी सबैले औषधि अमृत खाए सरह हो। तपाईँहरूले पनि अमृत खानुहोस्, नमर्नुहोस्। अमृत खाने भनेको परमेश्वरलाई माया गर्नु हो। र संसारमा अब हामी सबै मिलेर सबै अमृत खाऊँ, सबै नमरौँ। एकले अर्कालाई हामी एउटै परमेश्वरका सन्तान हौँ, सबैले सबैलाई माया गरौँ। माया भन्ने कुरो छुट्टै हो। कसैले पनि कसैलाई रिस, राग, डाँ अथवा कसैले कसैलाई दुश्मनीको भावले अथवा कसैले कसैलाई नराम्रो होस् भन्ने यो मनमा भावना नलिउँ। कसैले कसैलाई नराम्रो होस्, अर्कालाई बिगारौँ, भत्काउँ, नोक्सान गरौँ भनेर सोच्यो भने त उसको मनमा कालो छाया बसिहाल्यो, उसको त धर्मबढीमा त दाग लाग्न सुरु गरिहाल्यो। हामी त निष्कलङ्क, हामी त पवित्र बनेर परमेश्वरको अगाडि चाहिँ उज्यालो र सफा र सुन्दर बन्नु पर्यो है। त्यसै कारणले परमेश्वरको नाताको डरले पनि हामीले एकअर्कामा माया र प्रेम गाँछौँ, साँचो अर्थमा माया र प्रेम गाँछौँ। अब हाम्रो हुन त मानव सबैको लागि हो यो ज्ञान, तैपनि हामी नेपालीहरूले अलिकति खोइ अब मेरो कसरी प्रचार होला। अब अहिलेको हाम्रो राष्ट्रिय यो जुन के अरे सङ्कटकालीन अवस्था छ नि, यसबाट मुक्ति हुनको निम्ति पनि हामी सबैले ल त सबैले यो परमेश्वरलाई चिनौँ जानौँ, मलाई होइन परमेश्वरलाई चिनौँ जानौँ र परमेश्वरको चाहिँ यो ज्ञान फैलाउँ त ल त। अनि त्यहाँबाट हाम्रो देशलाई चाहिँ जसले गरे पनि मजासँग विकास गर्छ, आनन्दले यो चाहिँ राष्ट्रमा चाहिँ व्यवस्था स्थापित हुन सक्छ। होइन भने त मैले हिजै यसभन्दा अगाडि नै भिडियोमा बनाइराखेको छु, हजुरहरूले मेहनत गर्नुहुन्छ, मर्ने मरे गए, मेहनत गर्ने गर्छन्, ऊ सतीले सरापेको देश भनेर चाहिँ फेरि त्यो भन्ने दिन आउँछ। त्यसै कारणले गर्दाखेरि मेरो बिन्ती छ, हामी सबैले मलाई होइन परमेश्वरलाई मानौँ। सबैले, हजुरहरू सबैले अब चाहिँ तपाईँहरूले के भने मनमा के लिनु पऱ्यो, हो हाम्रो आत्माको दाता परमात्मा परमेश्वरलाई मानौँ, यसमा नै हामी सबैको उद्धार छ भन्ने कुरो मनमा, यही एउटा कुरो मनमा ठ्याक्क लिएर है, यो झुटो होइन, यो सत्य हो, यो झुटो होइन, यो सत्य कुरो हो, रियल कुरो हो, वास्तविक कुरो हो। र सत्यले सत्य फल दिन्छ। सबैजनाले चाहिँ आजको अब यो भिडियोमा समय पनि सिद्धिँदैछ र मेरो आजको आग्रह अनुरोध जे छ, जतिले मेरो भिडियो हेर्नु भएको छ सबैले हृदय साथ यो ज्ञान विश्वभरि फैलाऊँ भन्ने उद्देश्यले मेहनत गर्नुहोस्। तपाईँको मेहनत परमेश्वरले देख्नुहुनेछ। त्यो मेहनत मेरो के अरे प्रचार गर्ने होइन, त्यो मेहनत भनेको आत्माको दाता परमात्मा परमेश्वरलाई विश्वमा चिनाउने मेहनत हो तपाईँको। तपाईँको मेहनतले जतिजना बाँच्छन्, तपाईँले दिएको, तपाईँले गरेको के अरे जुन के अरे सहायताले अथवा तपाईँले प्रचार जति फैलाउनु भएर जतिजनाको उद्धार थप्यो, त्यो तपाईँलाई पुण्य मिल्ने कुरा हो, अथवा तपाईँको चाहिँ कर्मको त्यहाँ रेकर्ड रहने कुरा हो। त्यसै कारणले मेरो बिन्ती के छ कि तपाईँ हामीले, जस्तो मैले
परमेश्वरसँग लिङ्क भएपछि मैले परमेश्वरका गुणहरू जानेर मलाई साह्रै परमेश्वरको प्रचार के अरे ज्ञान अर्कालाई भन्न रहर लाएर मैले हजुरहरूलाई भनेँ। हजुरहरूले पनि परमेश्वरलाई त्यसरी नै चिनेर उहाँलाई आत्मसात गरेर अर्कालाई चिनाउने काम गर्नु पर्यो। सबैले सबैलाई चिनाएर सबैलाई परमेश्वरको बारेमा चिनाएर परमेश्वरका भक्त बनाएर अथवा परमेश्वरलाई आत्मसात गर्ने बनाएर मानवलाई एउटा चाहिँ भक्ति मार्गमा लगेर अथवा चाहिँ धर्मी बनाएर अनि धर्मले नै उत्थान हुने हो नि त होइन। स्वास्थ्यले उत्थान हुने नि त मान्छेलाई, स्वास्थ्यले राम्रो गर्ने नि त, रोगले त राम्रो गर्दैन, अधर्मले त राम्रो गर्दैन। त्यसै कारणले हामी सबै स्वस्थ बनाऊँ र सबैले परमेश्वरलाई चिनाउँ, साँचो अर्थमा परमेश्वरलाई चिनाउँ, साँचो सत्य परमेश्वरलाई विश्वव्यापी रूपमा परमेश्वरको ज्ञान फैलाएर हामी आफ्नो र समाजको र सम्पूर्ण आत्माको उद्धारको निम्ति हामी चाहिँ प्रयत्नशील रहौँ भन्दै आज यो विश्वभरिका सम्पूर्ण पवित्र आत्माहरूमाथि परमेश्वरको आशीर्वाद मागिँदै हजुरहरूसँग म अहिलेलाई बिदा भएँ। सबैजनालाई हृदयदेखिकै नमस्कार।